साथीहरु युट्युबमा हेरेर रोटी बनाउन खोजेको उसले के भन्छ यो पिठोमा लगा भनेको अब त्यो हेर्दै यो बिस्तारै घुलेको मैले चाहिँ मुखमा लगाएँ यहाँ रोटी आफूलाई प्रायः बनाउन आउँदैन ढङ्गसित गोल रोटी बनाएर खाऊँ भनेको खै त गोल रोटी त बनेन तर आफ्नो अनुहार चाहिँ गोल भयो पिठो लगाएर यस्तै छ अब पकाउनु पऱ्यो जस्तो भयो नि अब आफ्नै उही पुरानो सिस्टमले युट्युबमा हेरेर चाहिँ सिकेन कोसिस गर्नुपर्ने छ आफै ट्राई गरेपछि चाहिँ बन्ने होला बट के गर्ने युट्युबमा हेरेर आज चाहिँ राम्रो बनाउनेको भएन यो पनि दिनको खाना हो लगभग यहाँ 2 बज्न थालिसक्यो अब रोटी बनाएर खाऊँ अस्ति बेला बनाउँथेँ मैले यस्तो गोलो बनाएर खाइदिन्थ्यो यस्तो भए त्यस्तै बनाइन्थ्यो तर आज चाहिँ गोलो बनाउनेको भएन अब आफ्नै पाराले बनाउने जस्तो बन्यो भने खाने त हो नि जस्तो भयो नि पाक्छ खाने हो त्यही छ साथीहरु हेरेर सिकिँदैछ प्र्याक्टिकल गर्नुपर्ने रहेछ आफूले प्र्याक्टिकल गरेर यस्तो गाह्रो बनाइदिइसक्यो अब आफ्नै हिसाबले बनाउने हो आफूले त ढ्याङ्डुङ बनाइन्छ खासै राम्रो त बनाइँदैन गोल खाना भनेको त गोलको चक्करमा अनुहारै पिठो गरेर यार अरू के छ साथीहरु सबै सन्चै हुनु होला यसो लाइभ लगाउनुहोस् मेरो साथीहरु जो हुन्छ फ्यामिली फेसबुक फ्यामिलीहरु लाइभहरु कहिले देखिने यार मेरो साथीहरुलाई यसो मेरो भिडियो हेरिदिनु पर्नुहोस् हेर्नुहोस् आज पनि त कसैले हेर्दैन जस्तो छ फेसबुकमा भ्युज भी कमाउन थालिसकियो आफूले चाहिँ यसरी बनाइन्छ रोटी हेरेर बनाएको यो के गन्ध कम छ गोलै छ नि गोल त होइन 4 पाटे चाहिँ भइसक्यो भयो के छ साथीहरु सन्चै बिजुको सबै सन्चै हुनु होला हैन यी मैले बनाएको रोटी चाहिँ यस्तो युट्युबमा सिकेको चाहिँ हातले हो सिकेन आफ्नै तरिकाले बनाइयो यसो रोटी पकाइन्छ यहाँ चाहिँ भन्छ अब ग्यासमा यसरी पकाउनु चाहिँ हुँदैन हुन्छ के गर्नु अचारमा तताएको जस्तै यसरी पाक्यो रोटी पाक्यो आफूले बनाएको यसरी हो नि युट्युबको चक्करमा नपर्नुहोस् है आफूले जो हुन्छ त्यस्तै हिसाबले बनाएर खानुहोस् सबैले सबैले बनाउने हो यसरी बनाएर खाने हो रोटीहरू भनिहाल्यो नि आज मौसम बड़ा बेमाली है आज मौसम आने वाला है बारिश पानी पर्न थाल्छ भएर पानी आउन थाल्यो रोटी चाहिँ खुल्नु पऱ्यो क्या मेन फेरि हेर्नुपर्ने छ यसरी ना पाक्यो रोटी पाक्यो यसरी पकाउने हो रोटीहरू
के छ ईश्वर सर, के छ ईश्वर हजुर? आज धेरै दिनपछि देख्यो त हजुरलाई यार, अनलाइन सनलाइनले देख्दिनँ म त। तपाईँलाई के हो, कता हुनुहुन्छ ईश्वर खकारी आदौली? के भइरहेछ? म चाहिँ यस्तो हो यहाँ। रोटी बगेर खाँदै थियो, ड्युटी त मेरो अलि पछि नै छ भन्नु चाहिँ मिलेन कति बजी भनेर। दाई नमस्ते है। आज त अनलाइन बस्नु भएको छ त धेरै दिनपछि, सन्चै हुनु होला। म चाहिँ रोटी बनाउन सिकेको यहाँ युट्युबमा हेरेर यस्तो भयो। म चाहिँ जान्यो नरम पिठो दलेर भयो नि सिक्यो रोटी बनाउन चाहिँ। त्यो रोटी पल्टाउनै सिक्नुपर्छ। अब सिक्नु चाहिँ त्यो युट्युबमा हेर्नुपर्छ कि यसरी रोटी बनाइन्छ। अब खानु हो, खाएर ड्युटी जाने हो। साथीहरू अब भेटौँ कि अर्को भिडियोमा। यस्तै उत्पटक भिडियो बनाइदिन्छ। यो अब सिक्नु भनेको सिकिएन, अनर पिठो दल्यो। सिक्नु चाहिँ अब रोटी यस्तै बनाइन्छ, यो रोटी यस्तो बनाइन्छ। अब कसैले सिक्ने मेरो यो फेसबुकमा हेर्नु होला सबैले है, त्यहाँ चाहिँ मजाले सिक्नुहुन्छ। मेरो जस्तै हो सिकाइ, अनर दल्ने हो, सिकिहाल्ने रहेछ नि। यसरी यो रोटी पकाउने गोल रोटी खानेको चक्करमा चाहिँ नलाग्नुहोस्। आफूसँग जस्तो सिप छ त्यही सिपले बनाउनुहोस्, हुने रहेछ। जुन काम यो रोटी मात्रै होइन, अरू काम जो भी छ जस्तो आफूसँग छ त्यस्तै गर्ने हो। अरूको लैलाइमा लाग्ने होइन, सिक्ने होइन। यो सिकेर आएर जस्तो हुन्छ मेरो जस्तै युट्युबको चक्करमा यहाँ बर्बाद होइन। फेरि नआउनु आएको, फेरि नआउनु पऱ्यो। अरे फेरि जो काम भी सिक्दाखेरि चाहिँ त्यसको कुरा सुन्नुपर्ने चाहिँ आधा जानकारी स्वास्थ्यको लागि हानिकारक हुने जस्तै आधा जानकारीले काम दिनेछ। पुरा हेर्ने के भन्दैछ उसको थाहा गर्नुपर्ने, आफूलाई चाहिँ हतार छिटो गर्नु नि त। हतारमा कतारका जस्तै भइसक्यो। यो चाहिँ साथीले ल्याएको पिठो, उसले चाहिँ रोटी बनाएर खान्छ। करायो उसले बनाएर दिनुहुन्थ्यो मलाई। आफ्नो आफै बनाउने भनेर अब आउँदैन। सिक्नु भन्दाखेरि यस्तो भयो।